नमस्कार, हिट नेपालको चियो चर्चामा तपाईकै बीच आवाजको धेरै स्वागत छ। आज पनि चियो चर्चामा खबरका थुप्रै श्रृङ्खला छन्। धेरै कुराहरू तपाईलाई भन्नु छ, पुरा भिडियो हेर्नुहोस्, तपाईलाई पक्कै पनि मजा आउनेछ। दर्शकवृन्द, फेरि एकपटक हलमा टिकट काट्ने कुराले बहस निम्ति आएको छ। तपाईलाई हामीले बारम्बार भन्ने गरेका छौं, पछिल्लो समयमा नेपाली फिल्मका निर्माताले आफ्नो सो जोगाउनको लागि र सुरुवाती दिनमा सिनेमाले गजबको व्यापार गर्यो है, सिनेमा राम्रो छ है भन्नको लागि हलमा टिकट काट्ने गरेका छन्। तर यस्तो खालको बुद्धि कसले दिन्छ त? विशेष गरी निर्मातालाई के टिकट आफै काटेर निर्माताले आफ्नो लगानी उठाउन सक्ने अवस्था रहला त? पछिल्लो समयमा एउटा चर्चा के छ भने, विशेष गरी वितरकले यदि सिनेमामा पैसा हालेका रहेछन् भने उनीहरूले त आफ्नो पैसा उठाउनु पर्यो र त्यो उठाउनको लागि वितरकले निर्माताहरूलाई यसरी सम्झाइदिन्छन्, यसरी घुमाइदिन्छन्, कुरै नगर्नुहोस्। ओहो, तपाईले टिकट काट्नु भयो भने दर्शक सुरुवातमा त फिल्म गजब छ भन्ने सोच्छन्, यत्रो टिकट बिक्री भएको छ, वर्ड अफ माउथ पनि गजब छ रे भन्ने सुनेपछि भोलि फिल्मले व्यापार गर्छ, त्यस कारणले गर्दा टिकट काट्नुपर्छ भनेर वितरकले भनिदिन्छन्। तर वितरकलाई के एउटा स्वार्थ हुन्छ भने, त्यो जुन पैसा निर्मातालाई दिएको हुन्छ, भोलि सिनेमा चलेन भने त हलबाट उठाउन गाह्रो हुन्छ, निर्माताले फिल्म नउठाएपछि, फिल्म नचलेपछि कहाँबाट फिर्ता गरोस्। त्यस कारणले गर्दा टिकट काटेरै पहिल्यै चेक रेडी हुन्छ, त्यो चेक चट्ट साट्यो, आफ्नो पैसा त उठाइदियो, अनि निर्माता त हेरेको हेरै भन्छन् नि। हो, त्यस्तो हुने अवस्था छ। त्यस कारणले गर्दा सिनेमा पनि बनाउने, युट्युबमा बुस्ट पनि गर्ने, भ्युज पनि किन्ने, कलाकारलाई पनि महँगो पारिश्रमिक दिने, अनि अन्तिममा गएर टिकट पनि आफै काटी सो जोगाउनु पर्ने अवस्था आयो भने के हुन्छ होला? निर्माताज्यूहरू, यसको बारेमा गम्भीर बन्नुहोस्। यस खालको कुबुद्धिले सिनेमा इन्डस्ट्रीमा न त तपाईँ सफल निर्माता हुनुहुन्छ, न त तपाईँको सिनेमाले त्यस्तो बवाल व्यापार गर्छ। सिनेमा राम्रो छ भने, दर्शकले मन परायो भने बिस्तारै चल्छ। तर एउटा समस्या के देखिएको रहेछ भने, सो त निर्मातालाई हलवालाले दिन्छन्, तर सिनेमा चल्दिएन भने, सुरुवातको दिनमै सिनेमाले दर्शक पक्रिएन भने भोलिपल्टदेखि सो हट्ने जुन सम्भावना छ, त्यो सो टिकाउनको लागि पनि निर्माताले टिकट काट्ने गरेको अवस्था छ। धेरै नेपाली फिल्महरू आइतबार सोमबारबाट उठेर त्यसपछि बम्पर व्यापार गर्न सफल भएको उदाहरण छ। तर शुक्रबार नै, शनिबार नै दर्शक आएन भने सो नै हटाइदिने जुन प्रथा छ, त्यसले पनि यो खालको दबाब निर्माताले झेल्न नसकेर टिकट काटिरहेका हुन् कि भन्ने खालका चर्चा परिचर्चा पनि छन्। त्यसकारणले गर्दा यो विषयमा प्रदर्शक, वितरक, निर्माता मिलेर कसरी सहज तरिकाले सिनेमालाई रिलिज गर्न सकिन्छ, त्यसको बारेमा बहस गर्न आवश्यक देखेको छु मैले। तर टिकट काटेर निर्माताले वितरकलाई धनी बनाउने हो, हललाई धनी बनाउने हो, आफूलाई केही फाइदा हुनेवाला छैन। 100 रुपियाँको टिकट काटेर 35 रुपियाँ आफैले फिर्ता गर्ने, बाँकी रुपियाँ 65 रुपियाँ अरूलाई दिएर के फाइदा होला? निर्माताले यो बारेमा गम्भीर भएर सोच्नेछन्। पक्कै पनि यो बारेमा बारम्बार चर्चा गर्न आवश्यक छ। आज पनि मैले चर्चा गरेँ। सम्पूर्ण निर्माताहरूलाई मेरो यही आग्रह छ। यही आग्रह सँगसँगै आउनुहोस् आजको हिट चियो चर्चाको सुरुवात गरौँ पहिलो खबरबाट। दर्शकवृन्द, तपाईलाई चलचित्र बलिदानको प्री टिजर हेर्दाखेरि मुटु ढुकढुक भयो कि भएन? कहीँ कतै ओहो यो सिनेमा भोलि नै गएर हलमा हेरिहालौँ भन्ने भयो कि भएन? पक्कै पनि भयो होला। आज बलिदानको जुन प्री टिजर आयो, यो वास्तवमा नायक समीर भट्टको जन्मदिन विश गर्नको लागि मात्रै आएको झलक हो। यसलाई अहिले लामो किन आएन, अझै धेरै देखाउन पर्थ्यो भन्ने खालको बहस गर्न आवश्यक छैन। तर सन्तोष सेनले जति देखाए नि खतरनाकै देखायो, होइन त? सन्तोष सेनले यो टिजर जुन फालेका छन्, आज प्री टिजर, यो आज समीर भट्टको बर्थडेको अवसरमा फालेका छन्। सबभन्दा पहिला त समीर भट्टलाई हामी जन्मदिनको धेरै शुभकामना व्यक्त गर्न चाहन्छौँ। र यस्तो लाग्छ नेपाली सिनेमा इन्डस्ट्रीले एउटा नायक त पाएको छ नै, सँगसँगै सर्वगुण सम्पन्न एउटा हिरो फिल्म इन्डस्ट्रीमा आएको छ जस्तो लाग्छ कि लाग्दैन? लाग्छ नि। आमाको पीर हेर्नुहोस् त, कस्तो कस्तो डाइलेक्ट छ। आमाको पीर, यो देशको शिर, म सच्चा सपुत हुँ भन्ने डाइलेक्ट जुन छ नि, त्यो समीर भट्ट आफैले बोलेका हुन्। सुरुवाती डाइलेक्ट जुन छ त्यो विराज भट्टको हो। त्यसपछि यो जुन मैले अहिले बोलेको डाइलेक्ट छ, यो डाइलेक्ट समीर भट्ट आफैले बोलेका हुन् दर्शकवृन्द। तर बाबु छोराको आवाज उस्तै लाग्छ भनेपछि डाइलेक्ट डेलिभरीको मामलामा विराज भट्टभन्दा समीर भट्ट पनि कहीँ कम देखिएन दर्शकवृन्द। र बलिदानको यो केही सेकेन्ड मात्रको ग्लिम्सले पनि मैले सहनिर्माता प्रेमपुरीलाई भनेको थिएँ, सिनेमा 1 महिनापछि लगाइदिनुहोस्, बम्पर व्यापार गर्छ। त्यो खालको टिजर छ। समीर भट्टको इन्ट्री हेर्नुहोस्, त्यसपछि उनको फाइट हेर्नुहोस्, ब्याकग्राउन्डमा जुन न्यारेसन डाइलेक्ट छ त्यो डाइलेक्ट हेर्नुहोस्, त्यसपछि इन्डिङमा उनको जुन खालको त्यो रगत उम्लिएको कुरा छ, त्यसपछि उनले जुन तरिकाले चिच्याएका छन्, यी सबै कुरा हेर्नुहोस्। यसको बिजिएम हेर्नुहोस्, त्यसपछि जुन खालको क्राउड देखाइएको छ, फाइटको लागि उनी कसरी रेडी भएका छन् भन्ने त्यो सबै मेकिङ हेर्नुहोस् त।
बलिदान सिनेमा यो वर्षको प्रतिष्ठित फिल्म यसै बनेको होइन है। यो कुरा चाहिँ ढुक्क हुनुहोस्, बलिदानले ओपनिङ त आक्रमक गर्नेवालै छ, विस्फोटक गर्नेवाला छ र समीर भट्टले साँच्चीकै नेपाली फिल्म इन्डस्ट्रीमा एउटा यस्तो खालको दबदबा कायम गरिरहेका छन्। मलाई लाग्छ यो सिनेमाको यो प्री टिजर आएपछि समीरको दबदबा झनै कायम हुनेछ। अधिकांश दर्शकले समीर भट्टलाई नम्बर 1 नायक पनि भन्छन्। बलिदानले सायद उनलाई नम्बर 1 को ट्याग भिराउन पनि सक्छ, तर बलिदानको प्री टिजर जुन आएको छ समीर भट्टको बर्थडेमा गजब छ, फाडो छ भन्छौँ नि हामी, त्यस्तो खालको छ। मलाई त सिनेमा हेर्न बहुत मन लागिसक्यो। तपाईँ पनि प्रतीक्षा गर्नुभएको होला। दसैँको फुलपातीमा यो सिनेमा रिलिज हुँदैछ। प्री टिजर गजब छ। समीरको आवाज डबिङमा पनि उनी बुलन्द देखिएका छन्। त्यस्तै गरी मेकिङ वाइज, क्यामेराको सर्ट वाइज, त्यसपछि एक्सनमा हेर्नु सबै चिजमा, त्यसपछि जुन तरिकाले त्यो प्री टिजर काटिएको छ, रगत कुरा गर्दाखेरि काली मातामा जसरी रगत चढाइएको छ, यी सबै चिजहरू हेर्दाखेरि यो छोटो एउटा ग्लिम्सले नै फिल्म हेरौँ हेरौँ बनाउँछ। अब यसको अरू टिलर, त्यसपछि गएर टिजर, गीत सङ्गीत आएपछि सिनेमाको हाइप योभन्दा माथि जान आवश्यक छ। आशा गरौँ जुन खालको एउटा क्युरियोसिटी र हाइप क्रिएट भइरहेको छ बलिदानलाई लिएर त्यो पुरा होस्, मेरो शुभकामना छ। समीर भट्टलाई फेरि पनि जन्मदिनको धेरै धेरै शुभकामना। नेपाली सिनेमामा यस्तै एकजना हिरोको अभाव जुन थियो त्यो पुरा भएको छ समीर भट्टबाट। आशा गर्छु समीर भट्टले आफूलाई यस्तै क्रेज, यस्तै स्टारडम जोगाएर अगाडि बढ्नेछन्। समीर भट्टलाई जन्मदिनको धेरै धेरै शुभकामना र बलिदानको प्री टिजर ढिलो आयो, बवाले आयो। दर्शकबिन, आज नायिका पूजा शर्माले आफ्नो जन्मदिन मनाइन्। पूजा शर्माले आज थुप्रै ठाउँमा पुगेर आफ्नो जन्मदिन मनाइन्। उनले आश्रममा गएर जन्मदिन मनाइन्। त्यस्तै गरी डग रेस्क्यु सेन्टरमा गएर उनले जन्मदिन मनाइन्। अब कोरियन स्किन केयर सेन्टरमा उनले हरेक वर्ष आफ्नो जन्मदिन मनाउँदै आएकी छन्। र पूजा शर्माको आजको जुन जन्मदिन छ त्यो जन्मदिन विशेष बन्यो। र यसकारण मलाई आजको जन्मदिन विशेष किन लाग्यो भने यसभन्दा अगाडि फ्यानहरूले पूजालाई कहीँ भेट्थे, ठुलो पार्टी आयोजना गर्थे, सुन गिफ्ट गर्थे, मोबाइल गिफ्ट गर्थे, धेरै कुरा गिफ्ट गर्थे। तर यसपटक उनीहरू पनि बदलिए र पूजा शर्माको जन्मदिन उनीहरूले आश्रममा गएर मनाएका छन्, जहाँ वृद्ध आमा बुबाहरू हुनुहुन्छ उनीहरूलाई खाना खुवाएका छन्। पक्कै पनि वृद्ध बुबा आमाको आजको एक छाक भए पनि उनीहरूले जुन तरिकाले सहयोग गरेका छन्, साँच्चीकै गजब काम गरेका छन्। पूजा शर्मा फ्यान क्लबलाई मेरो धन्यवाद छ, किनकि तपाईँहरूले जन्मदिन मनाउने यसरी नै हो। किनकि सर्वगुण सम्पन्न छिन् पूजा शर्मा, हरेक कुरा पाएकी छन्। उनले घर छ, गाडी छ, सबै चिज पाएकी छन्। तर पूजालाई अब यस्तै आमा बुबाको आशीर्वाद आवश्यकता छ। त्यो आवश्यकता पूरा गर्नको लागि फ्यानहरूले साथ दिएका छन्। त्यस्तै गरी उनी डग रेस्क्यु सेन्टरमा पुगिन्। मलाई त्यहाँ पुग्दाखेरि साँच्चीकै त्यहाँ जसले यो डग सेन्टर खोल्नुभयो त्यो दिदीलाई देखेपछि साँच्चीकै मलाई यति धेरै मन पग्लियो, भावुक भएँ। म तपाईँलाई यसको बारेमा भोलि डिटेलमा म कुराकानी गर्नेछु, तपाईँले पनि ध्यान दिएर कुरा हेर्नु होला। तर पूजा त्यहाँ पुगिन्। त्यसपछि उनी कोरियन स्किन सेन्टरमा पुगिन्, जहाँ उनी ब्रान्ड एम्बेसडर पनि हुन्। र त्यहाँ पुगेपछि उनले केक काटिन् एकदम भव्य रूपमा। जस पूजाले आफ्नो जन्मदिन आज साँच्चीकै सार्थक तरिकाले मनाइन् भन्ने मलाई लाग्छ। पूजा शर्माको यो वर्ष बिहेको चर्चा छ। त्यस्तै गरी 2वटा सिनेमा आउने कुरा छ। यी सबै कुराहरू उनको आज यो वर्षबाट पुरा हुन्, आजको जन्मदिनबाट पुरा हुन्, मेरो शुभकामना छ। र उनलाई शुभकामना दिनको लागि निर्देशक दिपाश्री निरौला पनि पुगिन्। दिपाश्री निरौलाले पूजा शर्मालाई शुभकामना दिन् र उनको बारेमा के भनिन् छोटो म तपाईँलाई म दिपाश्री निरौलाको भनाइ यहाँ प्रस्तुत गर्छु। पूजा एक्टिङ गर्नको लागि एक्टिङ गर्दैन, उसले सहज तरिकाले, सरल तरिकाले उसले एक्टिङ गर्छ होइन। त्यो राम्रो छ अनि मेहनती छ। मतलब जहाँ जुन डाँडामा गए पनि उसले मस्त तरिकाले काम गरिरहेको हुन्छ नि त। भने जस्तै कामलाई पूजा गर्दो रहेछ क्या। उसको नाम मात्रै पूजा होइन कि, कामलाई पूजा गर्ने पूजा रहेछ क्या ऊ। त्यो भएर पनि मलाई मनपर्छ। अनि फेरि हाम्रो लाइनमा धेरै उतार चढावहरू हुन्छ। त्यो उतार चढावलाई पनि सजिलै एक्सेप्ट गर्ने खालको व्यक्तित्व चाहिँ पूजा पर्छ क्या। किनभने हताश खाने अनि के अरे अब म गर्दिनँ भन्ने खालको पनि हुनसक्छ होला नि त। तर त्यस्तो खालको भावना चाहिँ मैले देखिनँ क्या। लड्ने हो दिदी, गर्नुपर्छ, यस्तो जुझ्ने हो भन्ने उसको जुन छ नि एउटा हक्की स्वभाव, त्यो चाहिँ मनपर्छ मलाई। पक्कै पनि पूजा शर्माको जन्मदिन विशेष बन्यो र उनले आज जुन तरिकाले सहयोग गरिन् त्यो सहयोगी मन भएकी नायिका हुन् र उनका फ्यानहरूले पनि सहयोग गरे। यसको लागि धेरै धेरै धन्यवाद छ। र पूजा शर्मालाई फेरि पनि जन्मदिनको धेरै धेरै शुभकामना। पूजा शर्माको जन्मदिनको भिडियोहरू हामीले हिट नेपालमा प्रस्तुत गरेका छौँ। त्यस्तै गरी आवाजको आवाजमा प्रस्तुत गरेका छौँ। तपाईँले तलको लिङ्कमा गएर हेर्नुहोस्, त्यहाँ पुरा भिडियोहरू छन्। मैले चर्चा यति मात्रै गरेँ र पूजालाई फेरि पनि जन्मदिनको शुभकामना छ। हिट नेपालले उनलाई लेडी टाइगरको ट्याग दिएको थियो। यो वर्ष उनको लेडी टाइगरको जुन उपाधि छ त्यो उपाधि अझै दमदारसँग, बेजोडसँग उनले यो लेडी टाइगरको उपाधिलाई अझै अगाडि बढाउन्, मेरो शुभकामना छ। ह्याप्पी बर्थडे पूजा शर्मा।
दर्शकबिन साउनको 23 गतेबाट रिलिजमा आउन लागेको चलचित्र मोहरको आज फर्स्ट लुक रिलिज भएको छ। तपाईलाई जानकारी गरौँ, यो सिनेमाको फर्स्ट लुक अलिकति सस्पेन्स खालको छ, अलिकति थ्रिल टाइपको छ। के चाहिँ भन्न खोजेको भन्ने खालको छ। सार्वजनिक पोस्टरमा फिल्मका मुख्य नायक पल शाह र नायिका द्वय बेनिसा हमाल र नीति शाहलाई स्थान दिएको छ र अर्का कलाकार अर्जुन जङसाईलाई पनि पोस्टरमा देख्न सकिन्छ। तपाईले हेर्नुभयो भने पोस्टरमा पल शाहको अनुहार अलिकति रिसाएको जस्तो छ भने बेनिसाको अनुहार डर भाव छ, नीति भने हर्षित मुद्रामा छिन्। यसले पनि फिल्मको बारेमा केही बताउँछ। ओम प्रतिको लेखन र निर्देशनमा तयार भएको यो फिल्ममा चुम्बन जङसाई निर्माताको रूपमा छन्। दर्शकबिन फिल्म मेकर्स प्रणालीको ब्यानरमा निर्माण भएको यो फिल्ममा दिपेन बस्नेतको डिओपी, कुमार महर्जनको एक्सन, भूपेन्द्र अधिकारीको सम्पादन, सुरेश अधिकारी र एसटी योगीको सङ्गीत, प्रमोद ढुङ्गाना र हर्क साउथको शब्द छ र यो सिनेमा साउनको 23 गतेबाट आउँदैछ। यसको फर्स्ट लुक रिलिज भएपछि पक्कै पनि तपाईलाई एकदमै त्यो बाघ गज्रिए जस्तो देखिन्छ, गर्जिए जस्तो मोहरमा, र यसले पक्कै पनि दर्शकहरूलाई कौतूहल जगाउँछ होला। र पल शाहको लागि पनि महत्त्वकांक्षी फिल्म हो मोहर। मोहरको टिमलाई धेरै धेरै शुभकामना छ। पोस्टर एकदम सस्पेन्स, थ्रिल र केही भन्न खोजे जस्तो केही पल शाहको जुन त्यो रिसा अवतारले ओहो के चाहिँ हुन आँट्यो भन्ने खालको छ। यसले पक्कै पनि दर्शकमा फिल्मलाई लिएर कौतूहलता जगाउँछ होला। मोहर आउँदैछ साउन 23 गते, प्रतीक्षा गर्नु होला। दर्शकबिन चलचित्र उनको स्वेटर जुन वैशाखको 26 गतेबाट रिलिजमा आउँदैछ र यो सिनेमाको काठमाडौँमा एउटा भव्य कार्यक्रमको आयोजना गर्दै ट्रेलर रिलिज गरिएको छ। तपाईलाई जानकारी गरौँ, नवीन चौहानको लेखन निर्देशनमा तयार भएको यो सिनेमा जहाँ तपाईले विपिन कार्की र मिरुना मगरलाई मुख्य भूमिकामा देख्नुहुन्छ। र यो सिनेमाको ट्रेलर हेरिसकेपछि मैले एउटा कुरा के महसुस गरेँ भने यो सिनेमालाई मिठोसँग बगाइएको छ। कहीँ कतै त्यो हामीले यसभन्दा अगाडि केही फिल्ममा हेरेका झलकहरू पनि हुन् कि जस्तो लाग्छ। तर नवीन चौहानले साङ्गीतिक तरिकाले यो सिनेमाको ट्रेलर काटेका छन्। हेर्दा मजा आउने, आनन्दको शीतल प्रदान गर्ने, आँखालाई एकदम आनन्द दिने खालको ट्रेलर यो सिनेमाको बनेको छ। र चलचित्र उनको स्वेटरमा तपाईले हेर्नुभयो भने पारस एलेक्स छन्, त्यस्तै गरी परीक्षा लिम्बू पनि छन्। र यो सिनेमाको ट्रेलर हेर्दाखेरि मैले कसरी एनालाइसिस गरेँ भन्दा यो सिनेमाको सुरुवातमा विपिन कार्की र मिरुना मगरको भेट हुन्छ, प्रेमको चर्चा चल्छ, उनीहरू नजिक हुन्छन् तर छुट्टिएको अवस्था, त्यसपछि विपिन कार्कीको तर्फबाट छोरा जन्मिने, यताबाट मिरुना मगरको तर्फबाट छोरी जन्मिने खालको कथावस्तु हो कि अनि पछि फेरि भेट हुने, त्यो एउटा अलिकति बुढ्यौली भइसकेपछिको प्रेम कथा पनि हो कि जस्तो पनि लाग्छ मलाई। यो चाहिँ मेरो अड्कलबाजी मात्रै हो। अब अरू कुरा फिल्म पक्कै पनि रिलिज भएपछि भन्न सकिन्छ। तर सिनेमाको ट्रेलर साँच्चीकै मिठो छ, सुन्दर छ, गीत सङ्गीत जस्तै एकदम आनन्द दिने खालको छ। यो सिनेमाले बक्स अफिसमा पनि आनन्द दियोस् र दर्शकलाई फिल्म हेर्दाखेरि पनि आनन्द आओस्। कहीँ कतै सिनेमा स्लो छ कि भन्ने खालको उपशङ्का गर्ने ठाउँ पनि छ। त्यो ठाउँ पक्कै पनि नवीन चौहानले राखेका छैनन् भन्ने मलाई लाग्छ। चलचित्र उनको स्वेटरको टिमलाई धेरै धेरै बधाई छ। वैशाख 26 गते यो सिनेमा रिलिज हुँदैछ र काठमाडौँमा उनको स्वेटरको ट्रेलर रिलिज कार्यक्रम जहाँ थियो त्यहाँ गायक सुजन चापागाईको साङ्गीतिक साँझ पनि आयोजना गरियो। उनले थुप्रै आफ्ना चर्चित गीतहरू, फिल्मका गीतहरू गाएर सुनाएका थिए दर्शकबिन। त्यसमा पनि दर्शकहरू झुमेका छन् र जुन खालको कन्सर्ट गरेर यति बेला सिनेमाको प्रचार प्रसार गरिएको छ त्यसले फिल्मको व्यापारमा फाइदा पुग्नेछ। उनको स्वेटरको टिमलाई धेरै धेरै शुभकामना छ। दर्शकबिन चलचित्र पिताम्बरले कति कमायो? के पिताम्बर बक्स अफिसमा सफल भयो त? पिताम्बरले विशेष गरी बक्स अफिस आँकडा हेर्ने भने लगभग 3 करोड नजिकको ग्रस कलेक्सन गरेको छ र सिनेमा अहिले पनि हलमा राम्रैसँग चलिरहेको छ। तर मैले कृष्णा चौलागाई जो यो सिनेमाको निर्देशक हुन् उनलाई सोधेँ, के पिताम्बर नाफामा गयो त? के पिताम्बरको व्यापारबाट तपाईँ सन्तुष्ट हुनुहुन्छ त? आउनुहोस् आजको यो बाइट अफ द डेमा कृष्णा चौलागाईको यही भनाइ तपाईँलाई म यहाँ प्रस्तुत गर्दैछु। मैले पिताम्बरको व्यापारबाट जुन कन्डिसनमा अहिले हाम्रो रिलिज भइरहेछ, समग्र कुरालाई नै हाम्रो पारिरहेछ, त्यसको आन्दोलन, त्यो सबै कुराले, त्यो बिचमा पनि हाम्रो जति इन्भेस्ट भएको थियो त्यो कभर भएर अहिले हामी नाफाको दौडानमा छौँ होइन। त्यसले गर्दाखेरि अब एउटा निर्माताको हिसाबले सोध्नुहुन्छ नि त लोभी नै हुन्छ, अझ धेरै गर्दै हुन्थ्यो भन्ने हुन्छ होइन। तर एज अ डिरेक्टर भएर भन्नुपर्दाखेरि चाहिँ दर्शकको जुन माया पाएँ नि मैले सोचेको भन्दा धेरै पाइरहेको छु। जति पनि हेरिरहनु भएको छ मेरो सहकर्मी साथीहरूले पनि, दर्शकहरूले पनि, देश विदेशको प्रतिक्रिया आउँदा 7 चोटि ड्युटी छोडेर गए भन्ने रिभ्यूहरू हेर्दाखेरि चाहिँ त्योभन्दा ठुलो त जिन्दगीमा अचिभै गर्न सक्ने कुरा हो एउटा डिरेक्टरले, त्यो चाहिँ सबैभन्दा ठुलो हो। बाँकी निर्माताको पैसा उठिसक्यो, उहाँ पनि चिल भएर घुम्न गइसक्नु भयो होइन। पक्कै पनि कृष्णाले सिनेमा, नेपाली बक्स अफिस, त्यस्तै गरी विदेशी बक्स अफिस, त्यस्तै गरी ओटिटी, डिजिटल राइट्स सबैतिरबाट सिनेमाले लगानी उठाएर केही प्रतिशत नाफामा गएको दाबी गरेकी छन् दर्शकबिन। तर एउटा कुरा के हो भने यो सिनेमाले कृष्णा चौलागाईलाई निर्देशकको रूपमा भने गजबसँग चिनाएको छ र एउटा लेडी जसले यस्तो खालको फिल्म बनाइन्, यति धेरै कलाकार राखेर फिल्म बनाइन् र यो लेभलको फिल्म बनाइन् भनेर उनको निकै तारिफ भएको छ। सायद कृष्णाले
प्राप्त गरेको एचिभमेन्ट यही नै हुनुपर्छ। तर चलचित्र पिताम्बर जसको व्यापारलाई लिएर विभिन्न खालको टिक्का टिप्पणी भइरहेको थियो, कृष्ण चकलाङले आज यसको बारेमा स्पष्ट जवाफ दिएकी छन्। दर्शकबिन चलचित्र बिगुलको आज शुभ साइत गरिएको छ। रमेश कोइरालाको निर्देशनमा वैशाखको तेस्रो साताबाट यो सिनेमाको छायाङ्कन सुरु हुनेछ। तपाईँलाई जानकारी गरौँ, यो फिल्ममा नरेन खड्का र अभिनेत्री बेनिसा हमाल मुख्य भूमिकामा छन् र सामाजिक जागरण, समसामयिक राजनीति, आम नागरिकको कर्तव्य र जिम्मेवारी बोधका साथ यो सिनेमा निर्माण भएको निर्माण पक्षले बताएको छ। आज काठमाडौँमा आयोजना भएको एउटा कार्यक्रममा यो सिनेमाको शुभ साइत गरियो। दिनेश कोइरालाको कथामा मौनता श्रेष्ठको पटकथा संवाद रहेको फिल्म शिव ढकालले खिचिन्छ। र यो सिनेमाको छायाङ्कन वैशाखको तेस्रो साताबाट सुरु हुनेछ। बेनिसा, नरेन र यसको सम्पूर्ण टिमलाई धेरै धेरै शुभकामना छ। बिगुल भन्ने सिनेमाको आज शुभ साइत भएको छ। दर्शकबिन यति भन्दै आजको लागि हिट नेपालको चियो चर्चा यति नै। तपाईँलाई चियो चर्चा मन परिरहेको छ भने कृपया तपाईँले हिट नेपालको च्यानललाई सब्स्क्राइब गर्नुहोस्, हाम्रो बेल आइकन दबाउनु होला। आजको लागि हिट नेपालको चियो चर्चाबाट मेरा क्यामेरा पर्सन सरोज मोक्तान र मेरा एडिटर राज मल्लको साथमा तपाईँकै विजय आवाजलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्रि।